हेलो गाइस, वेलकम टु माई न्यू अनदर मिनी ब्लगमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु गाइस। आज चाहिँ म भाइ मामा भएर कपाल काट्न गएको गाइस। हेर्न सक्नुहुन्छ, आजको भ्यू पनि देखाइसकेको छु मैले। र अब हामी चाहिँ साथी भेटेपछि भेटौँला। साथी पनि भेटिसकेको छु गाइस, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी सिधै पसलमा जानेछौँ र पसलमा भेट्नु होला गाइस। अब चाहिँ म रेडी भइसकेको छु कपाल काट्नको लागि। र यता भाइ पनि छ, सुदर्शनले चाहिँ मेरो भिडियो बनाइदिएको थियो। हेर्न सक्नुहुन्छ, म कपाल काटिरहेको थिएँ गाइस। हेर्न सक्नुहुन्छ, अबको लुक्स हेर्न सक्नुहुन्छ गाइस। लुक्स कस्तो देखिन्छ त मेरो कपाल काटिसकेपछि। र मामाको यता चाहिँ फाइनल भइसकेको छ, फाइनल हुन आँटिसकेको छ कपाल काटेर। र चाहिँ गाइस हेर्न सक्नुहुन्छ मामाको हेयर स्टाइल र मेरो यता कट हुँदैछ। र गाइस फाइनल लुक्स हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी घर जाँदैछौँ र सुदर्शन पनि यता कपाल काटेर रेडी भइसकेको छ गाइस। सबैजना कपाल लुक्समा आइसकेको छ। र त्यसपछि म आज चाहिँ हाम्रो फुटबल गेम थियो र फुटबल गेम खेल्नलाई जाँदै थियो र फुटबल गेममा पनि पुगेँ गाइस। हेर्न सक्नुहुन्छ मामाहरू खेल्दै हुनुहुन्छ र म चाहिँ एकछिन बसेको गाइस। त्यसपछि हेर्न सक्नुहुन्छ गाइस, धेरै दिनपछि खेलेर होला मलाई चाहिँ लास्ट खुट्टा दुखिरहेको थियो गाइस। त्यो रनिङ गर्दा धेरै दिनपछि रनिङ गरेर खुट्टा टन हुन्छ नि, त्यस्तै भएको थियो गाइस। हेर्न सक्नुहुन्छ, म पनि खेल्दै गाइस। हेर्न सक्नुहुन्छ र गोल पनि हानिसकेको छ गाइस। मेरो चाहिँ एक दिनमै फुटबल खेल्दा यस्तो गाह्रो हुन्छ गाइस। मलाई चाहिँ एकदमै गाह्रो भइरहेको थियो गाइस। आज धेरै दिनपछि खेलेर लगभग भइसकेको थियो 3-4 महिना फुटबल नखेलेको गाइस। हेर्न सक्नुहुन्छ, टिम पनि त्यति राम्रो थिएन खासै। हामी मामा र म भएर अर्को टिममा जाँदै थियौँ र हामी सबै यो गाउँको मान्छे थियो र गाइस। त्यही भएर हामीलाई त्यति धेरै हाम्रो पास पनि मिलिरहेको थिएन। हेर्न सक्नुहुन्छ, मैले सर्ट हानेको तर आउट गएको छ गाइस। अब चाहिँ हेर्न सक्नुहुन्छ म गोल हान्छु गाइस। गाइस त्यसपछि चाहिँ हामी अब फर्क्यौँ बल खेलेर। आजको लागि मिनी ब्लग यति नै रहेको छ गाइस। बाई बाई, अर्को मिनी ब्लगमा भेटौँला।